ह्याप्पी बर्थडे राजेश ब्रो छ है सरप्राइज दिनु राजेशलाई It's the moment of truth. Rajesh, happy birthday! Happy birthday! Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. यस्तो है बर्थडे Birthday जतिको हुनुपर्छ guys. के रे देखो किरा यसको मुखदेखि त्यही निस्क्यो आउनु होला बट मैले प्लान नै यस्तो गरेको थिएँ कि होइन जस्ट हामी चाहिँ फाइनली राजा सरप्राइज दिइसक्यो त होइन मेरो प्लान चाहिँ सक्सेस भयो है त्यो देख्दा केटा निडियन ब्लग सुरु गर्छ आजको ब्लगमा चाहिँ के हुन्छ भन्दा चाहिँ आज चाहिँ राजको बर्थडे है आज चाहिँ 19 गते चैतको 19 गते अनि टक्क म चाहिँ आज टक्क रेडी भएर त्यसलाई सरप्राइज दिन जाँदैछु के अरे आज चाहिँ राजको बर्थडे फर्स्ट अफ अल है ह्याप्पी बर्थडे टु यु ब्रो अझै र अझै राम्रो गरेर जानु अझै अघि बर्थडे जानु मैले खास चाहिँ केही भन्न आउनु त्यही पनि ल जस्ट ह्याप्पी बर्थडे टु यु अझै राम्रो गर्दै जा होइन अब आउने वर्षहरूमा पनि पुरै के भन्छ उन्नति प्रगति होस् तेरो है ल अनि अब चाहिँ म चाहिँ भर्खरै रेडी सेडी पनि भइसक्यो अनि अब चाहिँ हिँड्न लाग्यो राजको घरतिर अनि चाहिँ अनि अब एक्लैले चाहिँ अब एक्लै गरेर त भएन नि त अब एक्लैले ह्यान्डल गर्न गाह्रो हुन्छ अब यता भिडियो बनाउने कि यता के गर्ने भनेर चाहिँ मैले इमलालाई पनि बोलाएको हो इमलाल पनि आउँदै होला अनि त्यसपछि यहाँ इमलाल पनि आइसकेको छ है अनि त्यसपछि युसु नगर न फेरि युसु नगर जस्ट सिम्पल भएन अनि इमलाल पनि आइसकेको छ यहाँ चाहिँ यो रहेको छ होइन आज हामी चाहिँ दुईजना जान्छौँ अनि मेरो प्लान चाहिँ के छ भन्दा आजको मेरो प्लान चाहिँ के छ भन्दा चाहिँ यहाँदेखि हामी हराएर जान्छौँ है हराएर गएर केक किन्छौँ है अनि हराएर गएर केक किनेपछि चाहिँ केक किनेर चाहिँ त्यसको घर जान्छौँ है अनि घरमा गएर चाहिँ के भन्छ त्यसलाई सरप्राइज हान्छौँ त्यसलाई चाहिँ केही पनि थाहा छैन यसको बारेमा चाहिँ है आज त्यसलाई केही पनि थाहा छैन जस्ट मैले सरप्राइज दिनको लागि चाहिँ गराएको होइन मैले त्यसलाई हिजो राति बर्थडे विस हान्दा चाहिँ के गरेको थिएँ भन्दाखेरि त्यसलाई यस्तो गरिरहेको थिएँ कि यहाँ देख्न सक्छु मैले चाहिँ यस्तो म्यासेजहरू लेखेर पढिरहेको थिएँ योपालि भएन है यताउता भनेर भनिरहेको थिएँ योपालि भएन अब अर्कोचोटि गरौँला भनेर यस्तो भनिरहेको थिएँ किनकि त्यसलाई किन यो भनेको चाहिँ मैले चाहिँ अहिले छैन ह्यान त्यान पैसाहरू छैन अर्कोचोटि गरौँला योपालि चाहिँ भएन भनेर भनिरहेको थिएँ किन भनेको भन्दा चाहिँ त्यसलाई सरप्राइज दिनलाई यो चाहिँ गरेको राजले पनि हेरेर होला होइन त्यही पनि यो चाहिँ यो मैले यस्तो गर्नु तँलाई नभन्नु र यसको गर्नुको कारण चाहिँ तँलाई सरप्राइज के भन्छ अनएक्सपेक्टेड सरप्राइज दिनको लागि चाहिँ मैले यो यस्तो गरेको है अनि बल्ल पो अनएक्सपेक्टेड भए पो सरप्राइज दिनु पो मजा आउँछ र भनेर सरप्राइज दिनुको मजा त भएन नि त अनि मैले दुईवटा जति प्लान गराएको थिएँ एउटा प्लान चाहिँ क्यान्सल भयो त्यो ग्रुपमा थियो त्यो प्लान चाहिँ अनि त्यो प्लान चाहिँ क्यान्सल भएपछि मैले छुट्टै अर्को प्लान गराएको थिएँ यो प्लान चाहिँ यो होइन देख्न सक्छौ अनि यो चाहिँ म्यासेज गर्दै थिएँ अब त्यसले पनि के सोच्यो होला अब हुन्न आज मेरो भ्लगमा चाहिँ के सरप्राइजहरू हुन्न होला सोच्यो होइन त्यही सोच्नको लागि नि त्यसले त्यही गरेको यो म्यासेज गरेको तर अब चाहिँ हिँडेको हामी है त्यसलाई चाहिँ सरप्राइज दिन त्यो के गरिरहेको के गरेर होला केही थाहा भएन है अब चाहिँ हिँडेर होला त्यसलाई पनि दुःख सुख लाग्यो होला है मतलब दुःख लाग्यो होला नि त अनि त्यसपछि तर यो सरी भन्छु तँलाई चाहिँ है के अरे यो गर्नुको कारण चाहिँ के भन्छ सरप्राइज दिनको लागि हो नत्र प्लान त मैले गरिसकेको थिएँ है प्लान गर्छु तर त्यसलाई भन्दै थिएन अनि अब चाहिँ हामी जान्छौँ हरियाबाट केक सेक किनेर चाहिँ हामी त्यसको घर जान्छौँ होइन अनि त्यसले सरप्राइज गर्छौँ के कस्तो हुन्छ आजको ब्लग केटा हो हेर्दै गर है अनि यो पनि आइसकेको छ टक्क अघि भर्खर आइसकेको अनि त्यसपछि अब हामी दुइटा जान्छौँ आजको क्यामेराम्यान पनि यही भनौँ होइन अनि त्यसपछि ल अब चाहिँ हामी जान्छौँ हराया केटा हो कति 10-11 बजिसक्यो अहिले चाहिँ अब चाहिँ हामी हिँडेको हरियातिर है ल अब चाहिँ म डाइरेक्ट हरिया गएर भेट्छु त्यो केटा ल पुरा फाइनली हामी चाहिँ हराया पनि पुगिसक्यौँ देख्छु है अनि अब चाहिँ हामी केक पसल म चाहिँ अब डाइरेक्ट
ल्याउनु जान्छ कि कस्तो जान्छ के ल्याउन भरे पनि आइयो हिजो घामेर त्यहाँ लास्ट घामेर हिँडेको के ल्याउनु एउटा फाइनल म चाहिँ किक पनि ल्याइसकेँ अब चाहिँ हामी हिँडेको है त्यो पनि इमरानलाई मैले हिँडिराखेँ थियो कता गयो त्यो खै त्यही रहेछ त्यहाँ चुकमा बसेर हामी हिँड्यौँ फाइनली राजेशको घर त्यो कहाँ छ कहाँ छैन मलाई थाहा छैन 2 बजेको टाइम दिएको बट 2 साढे 2 हुन लागिसक्यो मैले केक पनि ल्याइसकेँ त केक चाहिँ कस्तो म अहिले देखाउँछु तपाईँ यो चाहिँ यहाँ जाम यो छो त अब हुँ गयो अब केटा अब घर गएपछि भेटौँ ल एउटा हामी चाहिँ फाइनली अब हिँड्न लाग्यो है चासको घर चाहिँ यता यहाँ चाहिँ छ यो तपाईँ के छ भेट्छ अब चाहिँ हामी जान्छौँ राजको घर के सरप्राइज हुन्छ कि आइज ल मेरो प्लान सक्सेस हुन्छ कि हेरौँ है म चाहिँ प्लान अस्ति गराइरहेको थिएँ अघि पनि देखाएको थिएँ है सुरुमा अघि इन्ट्रो गर्दा त्यो म्यासेजहरू होइन अब के हुन्छ राजको घर गएपछि थाहा हुन्छ हाम्रो चाहिँ यो चाहिँ यतै छ स्माइल नि त हल्का स्माइल ओहो कान्छाको एकदम मिठो छ फेरि मुस्कान अब चाहिँ हामी आँटेको देख्नु छु स्प्रे त्यही होला नि त्यही छ क्या त्यही छ सर जानुपर्ने हुन्छ अब चाहिँ म त्यसको घर अगाडि गएर भेट्छु केटा ल एउटा फाइनली हामीले त्यसको गाउँ पनि आइसक्यौँ मतलब गाउँबाट त्यसको घरतिर पनि आइसक्यौँ है अब चाहिँ हामी यति अगाडि गएर त्यहाँ रोक्छौँ है रोकेर कहाँ छ है हामीले सप्राइज दिन्छौँ उहाँ अगाडि यति अगाडि रोक त यति अगाडि रोक अन्त ती घर खोलेर होइन अन्त कोट पनि चुक्यो यार घाममा आज खै भिज्जा घाम क्या यार अझै त्यो अगाडि बाटो पनि भेट्यो नि भेटिनु भयो नि यस्तो घाममा बाटोमा कहाँ बाटो हुन्छ अब यहाँ अरू उस्तिम रोक के अरे यो बास टाइट लाग्यो त ल अब चाहिँ क्यामेरा छुप तैँले देख्नु चाहिँ केटा त्यसको बर्थडे के भन्छ बर्थडे सरप्राइजको लागि चाहिँ अलि नजिक ल्याएन टाढाबाट म देखियो किन सबै देख्न टाढा पुग्नु पर्यो एउटा स्प्रे छ पम्प स्प्रे होइन अनि केक चाहिँ मैले देखाएको छैन केटा अब चाहिँ केक देखाउँछु के रहेछ नाम खै हेरौँ नाम नर्मलै हो कस्तो पागल मान्छे बाप्पे लेखमान गएन बाप्पे किन अरू बिचरा बर्थडेको दिन देख्नु त केटा केक राजेश ब्रो ह्याप्पी बर्थडे राजेश ब्रो छ है खोल्ने कसरी बेला त्यही हो त्यसरी हो त्यसरी होइन या यो कता फाल्ने ए राख्न हेर पछि आरामले अलि यहीँ राख्दे ल देख्नु चाहिँ केटा यता देख त देख्नु चाहिँ केटा यहाँ नजिक आएर अलि टेन्सन नगर्नु त हामीले ह्याप्पी बर्थडे टु राजेश ब्रो छ अनि यो त चक्कु भयो चक्कु चाहिँ कता चक्कु छोप त चक्कु त्यही राख्न म स्प्रे लिएर हान्छु चक्कु छोप नि त ल चक्कु छोप म यो स्प्रे हान्छु नि त केही भएन राजको घर चाहिँ उयो त आइज अब हामी जाँदैछौँ राजेशको घर राजेशको भान्जाहरू उता छन् कहाँ राज भन त घर छ न अब चाहिँ हामी जान्छौँ रोटी बनाउँदैछ त्यसको घर रोटी बनाउँदै यता भाइलाई मिलन भाइलाई हल्का क्यामेरा हान्दै त हेलो भाइ ल हेलो हेलो सफ्ट टु सुशील ब्लग भनिदेऊ त ल सफ्ट टु सुशील ब्लग भन भाइ सफ्ट टु सुशील ब्लग्स भनिदेऊ सफ्ट टु सुशील ब्लग ल ल गाइजहरु भाइले पनि भनिदिसक्यो हैन एकदम हेन्डसम छ मेरो भाइ फेभरेट भाइ हो भाइले पनि भनिदिसक्यो तपाईहरुले गर्न पर्यो है गाइज भान्जा हामी जाँदैछौँ राजको घर यो चाहिँ राजको नयाँ है यो घर चाहिँ नयाँ बनाउँदैछ देखेन यार घर त देखिन्छ कि यता देखेन राम्रो देखेन न अझै गुरु
बनेको छैन घरको काम गरेर अलि बनेको छैन क्यामेरा राम्रो देखेन उनको गुरु घाम पऱ्यो होला घाम पऱ्यो नयाँ घर त्यो चाहिँ अहिलेको घर हो अहिले चाहिँ हामी जाँदैछौँ सरप्राइज दिनु राजेशलाई ल हामी रातिको 12 बजे दिएको पछि आइज अघि अझै त्यस्तो अघितिर आइज So guys, the moment of truth. Rajesh, happy birthday! Happy birthday! Lo Rajesh, lo मिठो लगा हान्दिम नै बेला यता Happy birthday to you. Happy birthday to you. La. Lah yo chopni la. Kaya ni ke one. Ke kaya ni? हामी चाहिँ नयाँ घरमा गएर केक काट्छौँ है केटा ल हामी चाहिँ फाइनली राज सरप्राइज दिइसकेको छौँ होइन राज मेरो प्लान चाहिँ सक्सेस भयो है यो चाहिँ यता हामी चाहिँ नयाँ घरमा यहाँ काट्छौँ यसको यो चाहिँ अहिले यिनको नयाँ घर बन्दैछ है होइन अनि फाइनली केटा मेरो चाहिँ सरप्राइज भइसकेको छ नगर्न बौला के रे देखो किरा यसको मुखदेखि त्यही निस्क्यो आउनु होला बट मैले प्लान नै यस्तो गरेको थिएँ कि होइन जस्ट प्लान चाहिँ सक्सेस भयो त कहाँ यहीँ काट्यो नि हुन्छ के कता आउँछ फ्रेम राम्रो यतै आउँछ यता छु स्नो धेरै माथिबाट सर स्नो हाले काट्छु ल Happy birthday to you. Happy birthday to you, Lord. ल यस्तो है बर्थडे बर्थडे चाहिँ यतिको हुनुपर्छ गाइज एमराज हुन्छ खैले तैँले नै यता हाम्रो एमराज हिँड्सम्म पनि छ अब चाहिँ यसले ल ल खैले त ल नरे सोकेडा फाइनली खबर पनि दिइसकेको छौँ ल अब एकछिन हेर्नु मलाई त ल अब सोकेडा फाइनली हामीले रासलाई सपोर्ट पनि देखिसक्यौँ यसको हात अनि चाहिँ मैले चाहिँ यो हानिरहेको थिएँ म्यासेजहरू लेखिरहेको थिएँ होइन अनि कस्तो लाग्यो त नि कस्तो के भयो अनएक्सपेक्टेड लाग्यो होइन सोचेको थिएन त्यस्तो राम्रो होला भनेर मैले भ्लगमा मतलब मैले म्यासेजमा चाहिँ हामी पर्सनल म्यासेजमा चाहिँ अर्कै भनेको थिएँ किनकि सरप्राइज दिनको लागि चाहिँ केही अनएक्सपेक्टेड होस् न भनेर चाहिँ दिइरहेको थिएँ होइन त भन्न के भन्यो मतलब कस्तो अनएक्सपेक्टेड भयो सोचेको थिएन अब चाहिँ हामी मैले चाहिँ म्यासेजहरू यो गरेको थिएँ बिहा अघि नै देखाइसकेँ तिमीलाई चाहिँ होइन अनि चाहिँ अब के भन्न र म केही भन्न सकेन होइन हामीले सरप्राइज गरिसक्यौँ अब चाहिँ के हुन्छ भेट भयो त्यो केटा
केटा फाइनली हामी चाहिँ बर्थडे पनि मनाइसक्यौँ। अब चाहिँ हामी हिँड्न लागेको नास्ता खाना होटलतिर है। यो चाहिँ यता बर्थडे बोय चाहिँ यता हुन्छ। स्माइल दिनुभएको चाहिँ किन आज चाहिँ उहाँले हाम्रो मिलन भाइ हेन्जी भाइ चाहिँ यता खान। ल अब हामी चाहिँ ल नास्ता खाँदै भेटौँ ल ल। केटा फाइनली हामी चाहिँ नास्ता खाएर पनि बर्थडे सेलिब्रेट गरेर पनि है अब चाहिँ हामी हिँड्न लागेको घरतिर हिँड्न लाग्यो। यता छ बर्थडे बोय हाम्रो। ल फेरि यस्तो गर्दाखेरि अनि ल ल त्यो भाइसित आज खै ल आजको ब्लग कस्तो लाग्यो आजको ब्लग कस्तो लाग्यो सरी आजको सरप्राइज कस्तो लाग्यो कि 1 2 4 शब्द एकदम क्रेजी थियो होइन क्रेजिएस्ट मोमेन्ट इन माई लाइफ बर्थडे चाहिँ एकदम राम्रो थियो सोचेको अनएक्सपेक्टेड थियो हजुर त्यति हो ल अब चाहिँ हामी आजको दिन पनि अब 4-5 बज्यो अब चाहिँ हामी लाग्छौँ घरतिरै केटा होला अब डाइरेक्ट म घर गएर भेट्छु तिमीहरूलाई ल बाई सोडा फाइल म चाहिँ भक्कु घर पनि आइसकेँ बर्थडे सरप्राइज दिएर पनि है भेजा तपाईँलाई अब चाहिँ रुममा आइसकेँ म चाहिँ रुमको हालत पनि त्यस्तै छ सफा गर्नुपर्ने छ होइन अनि फाइनली मैले चाहिँ आज जसलाई बर्थडे सरप्राइज पनि गरेँ है अनि एकदम रमाइलो भयो तर क्यामेरामा भन्दा अफ क्यामेरामा चाहिँ धेरै रमाइलो गऱ्यौँ कुराकानीहरू धेरै गऱ्यौँ होइन अनि राजले चाहिँ त्यसले चाहिँ त्यो क्यामेराहरूमा बोल्न कस्तो बोल्न सक्दैन भनौँ न बोल्न जान्दैन भनौँ न त्यस्तै अनि त्यो चाहिँ हामी पर्सनल कुरामा फेरि अब पर्सनलमा साथी चाहिँ भइहाल्छ अनि त्यो कुराहरू गऱ्यौँ त्यो खुसी नै भएको थियो त्यसले भनिरहेको थियो अनएक्सपेक्टेड भयो मैले गर्न नखोजेको पनि अनएक्सपेक्टेड नै हो नि फेरि अनि त्यसपछि त्यो प्लान नि त फेरि खतरा थियो नि त अनि अनएक्सपेक्टेड भयो आजको ब्लग पनि अब यतै इन गर्नुपर्ने हुन्छ केटा हो अब फाइनली घर पनि आइसक्यो अब चाहिँ टक्क अब एडिट हाल्नुपर्ने हुन्छ अनि अब ब्लग आजको बर्थडे सरप्राइज पनि रमाइलो भयो त्यसपछि सबै राम्रै भयो है अनि केही अझै पनि केही कमी कमजोरी भयो होला है बर्थडे सरप्राइज दिनमा तर त्यही पनि रमाइलो भयो त्यही अर्कोचोटि अझै राम्रो है अझै राम्रो नेक्स्ट इयर चाहिँ अझै राम्रो गर्छु है म चाहिँ है त्यही पनि हेरौँ अनि अब चाहिँ यो ब्लगलाई यतै इन गरौँ अनि फेरि राजलाई फेरि पनि वान्स अगेन ह्याप्पी बर्थडे टु यु मेरो साथी प्रिय मित्र होइन अनि त्यो चाहिँ होइन अरूभन्दा चाहिँ मेरो लागि अलि भनौँ न अरू पनि साथीहरू नै हो होइन मैले साथीहरू होइन त भन्दैन तर अनि अरू साथीहरू भन्दा पनि त्यो चाहिँ एकदम मेरो भनौँ न क्लोज सबै हुन्छ नि कसैको कुनै बेला फेभरेट जस्तो कि आफ्नै जस्तै बेला आफ्नै फ्यामिलीको मेम्बर जस्तो लाग्छ है मलाई चाहिँ है अनि अब त्यही हो है अब चाहिँ छिट्टै अब अरू भ्लग पनि आउँछ केटा हो जसक्दो माया देखाइदियो है जसक्दो सेयर यताउता गरौँ होइन जसक्दो माया देखाइदियो अनि त्यसपछि ल आजको भ्लगलाई पनि यति इन गर्छु म ल थ्याङ्क्स फर वाचिङ वान्स अगेन ह्याप्पी बर्थडे टु यु मेरो दोस्त ल